हेलो गाइज नमस्ते। म अहिले पञ्चपुरीको डाँडामा अर्थात् पञ्चपुरी खास वास्तविक पञ्चपुरी नगरपालिकाको नाम रहेको ठाउँ पञ्चपुरी भन्ने एरिया नजिकै छु। हेर्नुहोस् न, धेरै माथि छ पञ्चपुरीको डाँडो। यहाँबाट देखिन्छ माथि यसरी हेर्दा पञ्चपुरी माथि मन्दिर छ। त्यो मन्दिरमा हामी चाहिँ पर्यटकीय स्थल हो, त्यो धार्मिक स्थल पनि हो। त्यहाँबाट सबै क्षेत्र देखिन्छ र त्यहाँ मन्दिरमा गएर रमाइलो गर्न पनि सकिन्छ, पूजाआजा गर्न सकिन्छ। हेर्नुहोस् यो मन्दिर यसरी देखिएको छ। यहाँबाट यसरी यो विकट एरिया ठाउँ हुँदै हामी यसरी हेर्न जाँदाखेरि हेर्नुहोस् यति गाह्रो ठाउँमा हिँड्नुपर्ने छ आज म। यसरी अछामको रामसराई के भन्ने ठाउँ भन्नुभयो कि सरले, ठ्याक्कै मैले के गाउँ गर्छ अछामको? जयसुर हो, जयसुर अछामको जयसुर हुने ठाउँमा नजिकै छ हामीहरू। हेर्नुहोस् यहाँ जयसुरको त्यो स्कुल हो, यो स्कुल यसरी देखिरहेछ यहाँ अछामको। अनि त्यसपछि गएर कालीकोटको माथि डाँडो छ, लेक पनि देखिया छ यहाँदेखि। हेर्नुहोस् यसरी यदि विगत ठाउँमा काम गर्नुपर्छ, मैले यसरी घुम्नुपर्छ। हेर्नुहोस् सजिलो छैन काम गर्ने जिन्दगीमा। यो डाँडो काट्नुपर्ने छ आज। यो डाँडोमा अब हिँडेर जानुपर्ने छ। हेर्नुहोस् यो डाँडोमा यो हेर्नुहोस् कतै पनि गाउँ छैन। हेर्नुहोस् कतै हिँड्ने बाटोको ठाउँ छैन। हेर्नुहोस् यसरी तपाईँहरू पनि कहिलेकाहीँ यसो आउनु होला टाइम मिलाएर है। यहाँ आउनुभयो भने यति रमाइलो क्षेत्र छ यहाँ ठाउँ। यहाँलाई स्वागत छ है, धन्यवाद।